ल साथीहरू गाउँमा गाउँमा हो म भोलि जान्छु माइलो अब भोलि बिहान जान्छु होला भोलि बिहान जान्छु त्यो दबाई खानुहोस् के अरे दबाई खानुहोस् त्यो गुनालाई एकछिन झारफुक गरेर लाउनु न है अनि यो चाहिँ हाम्रो घर यसो यसो हेर्नु पहिला यो कानको लागि यस्तो लगाउँ भन्ने विचार गरेर मैले है हस्पिटलमा पहिला एकचोटि यहाँ देखाउनु न यो चाहिँ हेर्नु न यो बुट्टा यस्तो ठुलो छ कि फल केही फल्दैन बुट्टा चाहिँ ठुलो न ठुलो अनि यो चाहिँ सो पिस भनेर ल्याएर लगाएको साथीहरू है यसले अहिले चाहिँ मलाई चाहिँ ओक भयो कि तलतिर तर राम्रो त राम्रै छ अब यहाँ हाम्रो गाउँमा तालहरू भइदियो भए म यो रुखलाई ठुलो बनाएर यसको डुङ्गा बनाउँथेँ अब के चाहिँ गर्ने होला त छैन तालहरू यो चाहिँ दाइको घर जेठन दाइको घर गाउँमा रमाइलो छ तर काम गर्नुपर्छ दुःख गर्नुपर्छ लास्टै अनि के रमाइलो त छ त नि है दिदी गाउँमा के रमाइलो त छ त नि के गर्नु दुःख हुन्छ धेरै है अनि मकैहरू दोहोऱ्याइसक्यो यहाँ अम्बा फुल्ने चरणमा छ फेरि अम्बा यसपालि यति फुल्छ यति फुल्या छ यति फुल्या छ कुरै नगरौँ कति झाङ फुल्या छ कति झाङ 10 झाङ जति फुल्या दिदी अम्बा हजुर अनि यहाँ चाहिँ दाइ दिदीहरू आज सबै सकाएर अनि आउनु भएको भान्सा गर्दै हुनुहुन्छ दाइ दिदी फेरि भान्सा सुरु भयो हाम्रो है बस्छन् बुढाबुढी खान्छन् गेडागुडी होइन दाइ यस्तै त छ नि जिन्दगी यता हेर्नु त मलाई यता हेर्नु त यसो हाम्रो साथीहरूलाई केही भनिदिनुहोस् खेत जोति सकिहाल्यो आज होइन अब खन्न बाँकी हो अब के गर्नु आइदिने उतातिर गएर आएर खन्नु पर्ला त्यही हो गरौँला न बिस्तारै होइन फेरि आउँछ अनि बस्छन् बुढाबुढी खान्छन् गेडागुडी दिदी चाहिँ भोलि काठमाडौँ जाने है हाम्रो दिदी भोलि काठमाडौँ जानुहुन्छ दिदी भोलि जानुहुन्छ पर्सि निकोसी आउनुहुन्छ है दिदी नै निकोसी आउनुहुन्छ 20 गते आउँछु भन्छ देउतीहरू ठिक छ बस्नुपर्छ कहिले काहीँ यसो घुम्नु नि पर्छ क्या दाइ पर्ने त नि अब म चाहिँ काठमाडौँ पर घुम्नलाई भनेर आएको यहाँ होइन फेरि म यहाँ भएको भए फेरि म घुम्न भनेर फेरि काठमाडौँ जान्थेँ क्या 2-3 दिन बसेर आउँथेँ त्यस्तो हुन्छ नि त त्यो डाडु